बुढाताल तालबेसीमा यो जलदेवी प्रकट भयो भन्ने एउटा रुखको मुढा कँदाखेरि त्यहाँबाट पानी आएको यहाँ अचम्मको दृश्य छ। सम्पूर्ण हेरेर नि आउनु छ, त्यसको लागि म दर्शन गर्न जाँदैछु। यो एउटा अचम्मको दृश्य यो के को रुखको फुटो कि सिमल हो कि भन्दा भन्नाले पुलिएको थियो थिएन हो र? यो सबै खनेको हो। यो अचम्मको दृश्य यहाँ रुखको छुट्टा जुन बिचबाट जलदेवी अथवा जलमादेव प्रकट हुनुभयो भनेको छ। यसमा यहीँ हाम्रो यहाँका स्थानीयहरू पनि हुनुहुन्छ। यहाँ स्थानीय बुवासँग म केही कुराहरू सोध्न चाहन्छु। ए हजुर नमस्कार हजुर। ओ नमस्कार हजुर। अनि यहाँ त यो निकै अचम्मको दृश्य यस्तो देखियो। हजुर यहीँको स्थानीय के कसो यति भनिदिनु न, प्रकाश पारिदिनु। मैले के भन्नु पर्छ, कसरी निस्क्यो, यो बुटो के हो, यो शक्ति के हो, यस्तो अचम्म छ। बुटो यही हो भन्ने मलाई थाहा छैन। धेरै पुरानो हो यो। अब वैज्ञानिकले 500 सालभन्दा पुरानो बुटो भने है, यो अहिले लेपमा गह यो के को बुटो भन्ने कुरा पनि थाहा भएन। पहिला यहाँ सालका बुट्टाहरू थिए कि? सालका बुट्टा थिए पहिला। हाम्रो अनुमानले त हामी यहीँ हुर्केका हाम्रा बाजेबाले बुटो सुटो देखेन। कुरो बुझ्नुभयो? अनि यो त पुरै खनेको रे होइन? यो त पहिला छोपिएको रहेछ। ताल रुपा ताल बनाउने हो। त्यो ताललाई वृद्धि गर्ने हो हजुर। परिवारजनाले यहाँको माटो उठाएर ल काम हुँदैछ, यस्तै जाली हाल्दैछन्, खिन्दैछ। नत्र यो ठुटो भैँमै पुरिएकै थियो। पुरिएको थियो, अहिले मूल त आउँथ्यो, अहिले पानी त आउँथ्यो, अहिले पानी खाइन्थ्यो है। हजुर हजुर। म चैत वैशाख त मूल सुक्थ्यो। अहिले खोलै हुन्थ्यो, कमसेकम 80-90 मुठी धान फल्ने खेतीले पानीले रोप्थे। पुरा मुडो छ भने थाहा थिएन। हजुर यो गाउरे मूल जस्तो त्यहाँ आउँथ्यो, त्यहाँबाट पानी पनि खाइन्थ्यो। त्यही थियो। अब यस्तो अपार शक्ति छ अहिले यहाँ। अब यहाँ अनि के छ त, मन्दिर अथवा के बनाउने? अनि यहाँको मन्दिर बनाउनु पर्यो। हजुर आटे जस्तो ताके जस्तो मन्दिर बन्छ। यसको वृद्धि पनि हुन्छ, राम्रो पनि हुन्छ। बनाउन नि पर्यो, बन्छ, बनेरै छाड्छ बन्न नि पर्छ। ठिकै छ। हस् त नि, हस् हजुर, हस् जय होस्। यहाँ अचम्मकै दृश्य देख्न पाइयो।
36 साल हो कि अथवा सिमुलखेको काठ पहिल्यै जरा त्यहाँबाट यो डोजरले खन्ने क्रममा यहाँबाट बिचको उसबाट कसरी आयो गाउरे मूल हो कि अथवा के हो यो जस्तो एउटा अचम्म प्रकृतिले गर्दाखेरि एउटा अचम्म दृश्य तपाईँहरूको पुस्तक छ भने कृपया एकचोटि आउनु होला निकै राम्रो छ हामीले धार्मिक बोलियो